हामी अहिले छौँ पाल्पा 1 यहाँ चाहिँ रिब्दीकोट सेल्फी डाँडा। यो चाहिँ तल देख्न सक्नुहुन्छ हाम्रो अर्गली कालीगण्डकी यता हुनुहुन्छ। यता चाहिँ अब यो चाहिँ बाटो चाहिँ गुल्मी जाने बाटो गरे। अनि यस्तो चाहिँ यहाँनिर चाहिँ भ्यू। हामी चाहिँ यो बाटो आएको यता अगाडिदेखि। त्यहाँनिर चाहिँ बाँदर पनि रहेछ नि बाटोमा। वहाँदेखि झरेर त्यो टावर त त्यहाँनिर त पुग्नु परेन, त्यहाँ माथि चाहिँ देख्नुहुन्छ। हो त्यहाँनिरदेखि त्यहाँदेखि झर्दै 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 यो बाटो हुँदै यहाँदेखि चाहिँ आएको ठाउँ चाहिँ गजब रहेछ। सेल्फी डाँडाको नामले चाहिँ यहाँ प्रख्यात। हाम्रो यतै अहिले चाहिँ इभिनिङको टाइममा आएको छौँ हामी चाहिँ। कति 5:45 भएको रहेछ। सनसेट यहाँदेखि चाहिँ अस्ताउँदै रहेछ है। यहाँ ठ्याक्क लाइभ दृश्य चाहिँ खतरा देखिसक्यो। यहाँ पनि रातो चाहिँ आयो है। ठाउँ चाहिँ बब्बाल रहेछ घुम्नलाई। ठ्याक्क हामी चाहिँ साँझ पख परेर होला। सबै मान्छेहरू चाहिँ बाटोमा भेट्नु भएको थियो। अनि अहिले चाहिँ हामी मात्रै छौँ यहाँ 2 जना। म छु अनि मेरो भान्जा छन् यहाँ भान्जाल घुमाउन ल्याएको। हामी चाहिँ यहाँ के अरे गैरे गाउँ। हाम्रो चाहिँ पाल्पा गैरे गाउँदेखि आएको। यहाँको नाम चाहिँ अब सेल्फी डाँडो भइहाल्यो। रिब्दीकोट गाउँपालिका 1 वडा नम्बर। ठाउँ चाहिँ गजब रहेछ। ए बाटो चाहिँ ल भ्यू चाहिँ बबाले रहेछ। फोटोसोटो खिच्न ओर्न भिडियोहरू बनाउन ओर्न। यहाँ चाहिँ हामी टपमा छौँ। चप्पल लाएर आइदिएको। तल देख्न सक्नुहुन्छ। भर्टिकलबाट खिच्दैछु। भर्टिकल कि होराइजेन्टल भन्छ आज 1300 पारेर। न त म ठाडै खिच्ने गर्थेँ क्या। यहाँ चाहिँ बस्नलाई ठाउँ छ। हामी आएको यो भयो। त्यहाँनिर बाँदर देख्नु भएको छ कि छैन। बाँदरी बाटैभरि छन्। पुरै तलतिर तलतिर झोडिया पनि थिए। मेरो क्वालिटी चाहिँ त्यति साह्रो राम्रो त नहोला। यहाँ तल चाहिँ यत्रो ल पुरै उसै छ तर्सायो मुला खङरङले भान्जाल सिटी फुकेर तर्साइहाल्यो नि झ्याप्पै। ठाउँ चाहिँ बवाल छ हो। ओहो कालीगण्डकी हाम्रो। यहाँ चाहिँ यो कालीगण्डकी भयो। उयो बाटो देख्न सक्नुहुन्छ। यो अगाडिको यो चाहिँ हुँदै हुँदै अर्गली भयो क्या। अनि वहाँ छ हाम्रो। यो चाहिँ यो रानीमलको चाहिँ दरबार माथिको हुँदै हुँदै आउने बाटो हो यो चाहिँ। त्यो ठाउँ चाहिँ हाम्रो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यो अर्गलीको चाहिँ त्यो दरबार स्कुल। हाम्रो चाहिँ दरबार स्कुल। राजाले पनि शासन चलाएका थिए यहाँ आएर। हो त्यहाँनिर चाहिँ त्यहाँनिर पनि बवाल छ। अनि त्यहाँ चाहिँ एउटा मुस्लुक डाँडो भन्ने छ। त्यो डाँडो पनि प्रख्यात नै छ भन्नु पर्यो। ठाउँ चाहिँ गजब यो चाहिँ यताको साइड पोखरा साइड पनि पर्छ। उता पारी सट्टला यता पोखरा साइड पर्छ। जिरो कता पर्छ। जिरो भन्ने यता पर्छ। यता डाँडातिर यता जिरो पर्छ। त्यसपछि यता के भन्छ अरे तमघास जाने बर्तुङहरू जाने बाटो भयो। सट्टला र यो बाटो यो ठाउँ चाहिँ राम्रो छ। तर गण्डकी यताबाट आउनु भएको रहेछ नि त। यताबाट घुमेर त्यहाँबाट अनि हामी सेतीबेनी हुन सेतीबेनीतिर जान पर्यो भने पनि उताबाट सट्ट सेतीबेनीतिर गइन्छ। सट्ट जुन बाटो चाहिँ गण्डकी आयो नि त्यो बाटो किनारै हुँदै चाहिँ उता सेतीबेनी भन्ने ठाउँतिर गइन्छ। सेतीबेनी जिरो हुँदै चाहिँ पोखरा। यो त गण्डकी माथि देखिया बाटो हो। उयो गण्डकी देखिया माथि बाटो हो। कहाँ ब्राइटनेस बढ्छ हो यहाँ त। त्यो त सबै किनार गएको। तर ठाउँ चाहिँ बबालै हो यार। भ्यू पनि गजब। अहिले चाहिँ अलिकति डस्क लागेको। यो चाहिँ अगाडि अलि मधुरो मात्रै देखेको छ। आँखाले हेर्दा त मजा नै छ। भिडियोमा देखाउन चाहिँ अलि उसै रहेछ। ठाउँ चाहिँ गजब यो। गण्डकी चाहिँ उतादेखि आउनुभएको है। यहाँ तलदेखि घुमेर अनि यो अगाडि देखिनु भयो। त्यहाँदेखि यही गण्डकी चाहिँ रानीमल दरबारको चाहिँ अगाडि पुग्नुहुने चाहिँ हो। उता दरबार चाहिँ छेकिने रहेछ ट्याक्कै हाम्रो। अनि आलमथान पनि यहाँबाट देखिनु पर्ने। अहिले त लसरका स्याङ्जा आलमथान यहाँ त मेसो पनि पाइन्न। म चाहिँ फर्स्ट टाइम आएको हो क्या। फोहोर यस्तै छ। फोहोरको व्यवस्थापन रहन्छ खास चाहिँ। यहाँ त झर्ने बाटो रहेछ नि त्यहाँनिर।
यो बाटो उता कुसेनी झर्छ रेडी ए यहाँ तलतिर गाउँ हो नि त ऋषिकेश मन्दिर यो बाटो सजिलै छ राम्रै छ बाटो सजिलो तर यहीँको उसबाट यस्तै जानुपर्छ ए ठाडै झर्ने ठाडै जानु पर्यो जानु हुन्थ्यो कि यार अलि टाइम भएन पो त ऋषिकेश मन्दिर जानु राम्रै हुन्थ्यो अलि बिहानै आउने त्यहाँबाट अन्त उताबाट त उतै जानुपर्छ फेरि पाल्पा चाहिँ पुग्नुपर्छ यता माथि निस्कन त गाह्रै हुन्छ गाडी चढेर उतै पाल्पा पान्छनतिर जानु चाहिँ ठिक हुँदो रहेछ भ्यू चाहिँ यति बवाल छ नि यो चाहिँ पुरै खाल्डो छ सब खाल्डो बिहानमा चाहिँ अझै बवाल हुन्छ अरे यहाँ सट्ट चारैतिर कुहिरो बसेर यस्तो दामी देखिन्छ नि चारैतिर कुहिरो बस्छ कि यहाँ त कुहिरोले त फेरि हेर्नु नमिल्ला नि त अलि होइन नि कुहिरो झन् बवाल भिडिन्छ यो तल तल बस्छ माथि माथि बस्दैन तल तल हुन्छ नि त्यसरी त बादल बस्छ नि त्यही भएर सट्ट तल तल मजाले मिलेर बसेको हुन्छ कि यस्तो दामी हुन्छ बिहान ठाउँको देखिन्छ यता ठ्याक्कै ठाउँको देख्न कुहिरो छ कुहिरोको भ्यू हेर्न आउने कुहिरो हो त बवाल हुन्छ नि फोटो खिच्दा ठाउँको भ्यूको छुट्टै महत्त्व कुहिरोको छुट्टै महत्त्व फोटोसुट गर्ने चाहिँ बवालै हुन्छ बवाल हुन्छ बिहान पनि आउने फोटो खिच्ने त्यहाँबाट दिउँसो अलि खुलेपछि पनि आउने यति नजिक बसेर ठाउँ चाहिँ बवाल हो मौसम पनि आज अलिकति पानी परेको थियो अघि चाहिँ हामी चाहिँ घाँस काट्नु गएको थियौँ त्यताबाट चाहिँ अर्गली बब्बाल देखेको थियो अहिले चाहिँ त्यताबाट देखिने अर्गली हुन त यही नै हो कि अगाडिको तर यहाँदेखि अलि टाढा हो कि उताबाट चाहिँ नजिक देखिने रहेछ मैले भिडियो चाहिँ गराएको थिइनँ फोटो चाहिँ खिचेँ हो यो भिडियो पनि हालिन्छ हेर्ने मान्छे होला नि नहोला नि के मतलब तर सनसेटको भ्यू त बब्बाल आयो यार त्यहाँ सनसेट हेरौँ है त यता पनि छाँगो हाम्रो खतरा छ छाँगो भन्छ के भन्छ खाल्डो यहाँ तलदेखि यस्तो तल 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 यहाँ अलि रातो देखिएन क्या यो ब्राइटनेस कम्ती गऱ्यो नि अलि बल्ल लाइटिङ दामी देखिएछ नि हो अनि हाम्रो चाहिँ यहाँ भयो फोटो खिच्ने ठाउँ त्यहाँनिर रहेछ बाँदर सोल्टीहरूमा पर गएर बसिरहेछन् डन्डी डन्डीमा हाम्रो गौतम बुद्ध त्यहाँनिर हुनुहुन्छ यो बसेको चाहिँ म अहिले फर्किँदाखेरि देखाउँछु होला एउटै भिडियो हेरिरहन पनि वाक्कै लाग्छ अब हामी चाहिँ द एन्ड गर्नेतिर तर्खरमा छौँ यो भिडियोको लु त नि द एन्ड